सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल दिस मी मनिष र आज न्यू राइड हुँदैछ न्यू ब्लग हुँदैछ र आजको राइड चाहिँ हाम्रो पेप्सी खोला हुँदै हामी चाहिँ तपाईको नगरकोट जाने कुरो छ। अनि यहाँ चाहिँ मेरो साथीले बाइक पुस्दैछ र यो सबै ब्लगमा अवश्य नै आउनेछ। धेरै दिन भयो, धेरै समय भयो हजुरहरुसँग कनेक्टेड नभएको र अहिले चाहिँ म चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरिमा बुद्धनगरमा छु र हाम्रो यात्रा चाहिँ भनिहालेँ तपाईलाई नगरकोट हुँदैछ भने यहाँ चाहिँ साथीहरुसँग भेटघाट हुनेछ। धेरै भयो, धेरै समय पनि भयो साथीहरुसँग भेटघाट नभएको र स्टे विथ मी र ब्लगमा के कस्तो हुन्छ म पक्कै नै हजुरलाई खबर गर्नेछु। आज मेरो साथी एकदमै रस मुडमा छ जस्तो छ। म चाहिँ खासमा आज रस मुडमा छैन। म आज हैन, म सधैँ हुँदिन, रस मुडमा हुनु नि हुँदैन। यहाँबाट चाहिँ दाहिने मोड्न पाउँदैन है, यो चाहिँ बिजुली बजार हो। यहाँबाट चाहिँ हामी बायाँ मोडेरै जानुपर्ने छ। यहाँबाट अब राइट लिने हो। यहाँबाट चाहिँ फेरि दायाँ मोड्न मिल्छ। ए बजार त गयो त। मलाई चाहिँ आज खासै थाहा छैन के हो भन्ने कुरो। आज केटो किन फास्टमा गइरहेछ म आफैलाई थाहा छैन हो। र दिस वान इज बानेश्वर। हामी बानेश्वर आइपुग्यौँ भने बिस्तारै हाम्रो यात्रा अगाडि नै जान्छ निरन्तर। यो चाहिँ राइट जानेपट्टिको लेन हो भने हामी चाहिँ सिधै जानुपर्छ। सो हामी चाहिँ यतै बस्छौँ भनेको त ठ्याक्कै बेला भइसकेको छ खोलिने। र दिस वान इज बानेश्वर चोक है। यो चाहिँ बानेश्वर चोक हो। गोप्रो क्यामेरा छैन, त्यही हुनाले भ्लग मैले उसमा बनाइरहेको छु। होप मोबाइलबाटै बनाइरहेको छु। होप सो चाँडै नै मैले भ्लग बनाउन पाऊँ भन्ने चाहन्छु। आज मेरो साथी किन रस राइड गरिरहेको छ? छैन त यार, देख्दिनँ त म त। गरेर तिनकुनेको बिचको यो पुल हो। र यो चाहिँ केडो हेर न कुदा गति। हो 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 हो। अब यसलाई केही भन्नु छ? हामी चाहिँ ट्राफिक दाइको छेउछाउ आइपुग्यो, तर ट्राफिक दाइले वास्ता नगर्नु भएको अवस्था। हामी पनि निस्किनु पर्ने अवस्था। यसलाई स्पिड लिमिट थाहा छ कि थाहा छैन? फेरि स्पिड लिमिट थाहा नहोला। किन रोकाउनु लाग्यो त नि बजियाहरूले? स्पिड लिमिट टोकेर राखेको थियो कि क्या? हजुर सर भइहाल्छ नि। यता साइडमा राखौँ? यता साइडमा राख्छु। सो हाम्रो चाहिँ डकुमेन्ट हेर्ने कुरा भइरहेको छ। अनि यो बिलुक सर हजुर छैन, गर्न बाँकी छ हजुर। अब चाँडै नै गर्छु, भर्खर सकेछ। अब त्यही लाग्छ होला, महिना दिनमा गरिहाल्छु म हजुर। हस् ल ल धन्यवाद। सो काठमाडौँ भ्याली चलाउँदा अलिकति बिस्तारै नै चलाउनु होला। काठमाडौँ भ्यालीमा रस राइड गर्नु हुँदैन है। अगाडि उ छ है मा चेकिङ होला। फेरि उ यहाँ अगाडि किलोमिटर उ छ। फेरि उ यहाँ अगाडि किलोमिटरको उ छ कि भन् त के भन्नु नि? केही न केही लाइसेन्स रिन्यू कहिले गर्ने हो भनेर सोधिरहेको थिएँ मलाई। अगाडि स्पिड लिमिट छ, थाहा छैन? स्पिड लिमिट छ।
बचियालाई जे सिकायो त्यो गर्दैन फेरि बचिया। ठ्याङ 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 यो चाहिँ स्पिड लिमिट हो। यहाँ कृपया सावधान हुनु होला हजुर। सावधानी अपनाउनु पर्छ हामीले। र दिस वान इज कोटेश्वर। हामी कोटेश्वर आइपुग्न सफल भयौँ। अनि साला तेल नभएको बाइक तँलाई कसले लिएर आइज भने चुप लाएर हिँडै साले त्यत्रो पैसा कमाएर नि अझ साले तेललाई पनि हाल भन्छ त यार। कस्तो आफै कुरा गर्छ। रोक न त नि गएर भर न त नि। त्यसले नभए बाइक लिएर आएको अवस्था त्यसले। र हामी चाहिँ जडीबुटी आइसकेको छौँ र जडीबुटीबाट हामी अगाडि पेप्सी खोला हुँदै जाने कुरा छ हाम्रो चाहिँ। र हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। र जति पनि हजुरहरूले जतिले सब्सक्राइब गर्नुभएको छैन कृपया यो च्यानललाई सब्सक्राइब गरी लाइक सेयर र कमेन्ट पनि अवश्य गरिदिनु होला। र हजुरहरूलाई चित्त नबुझेको कुरा पनि लेखिदिनु होला। सो यहाँबाट यात्रा अगाडि बढाउनु पऱ्यो बिस्तारै। तेल सेल हालियौँ अब बिस्तारै अगाडि बढाउँछौँ यात्रा। कौसीमा छ अरे कौसीमा। कहाँ हो कौसी? बालकोटको कौसीमा छ अरे त गयो अरे। कौसीमा छ अरे के। सो अब चाहिँ हामी यहाँ हरहर महादेव नपुगिकन तल फर्केर अब यता बालकोट हुँदै निस्किने प्लान छ। बिस्तारै जाँदैछौँ। यात्रा के कस्तो लाग्छ हजुरहरूलाई सुझाव प्रतिक्रिया कमेन्ट बक्समा पक्कै पनि राख्नुहुनेछ भन्ने आशा गर्दछु। र मैले भनिसकेँ मेरो भिडियो स्टार्ट गरि नै सकेँ होइन त। अब यात्रा बिस्तारै अगाडि बढी नै राख्नेछ। के कस्तो लाग्छ निरन्तर हजुरहरूको माया सपोर्ट पक्कै नै मैले पाइराख्नेछु भन्ने आशा छ। अब यस्तै हो भ्लग बनाउँदाखेरि दुःख सुख त भइ नै हाल्छ। तर त्यो सबलाई अपार्ट राखेर त्यो सबलाई गरेर हजुरहरूलाई मनोरञ्जन दिने सक्दो प्रयास गर्नेछु। कहिलेकाहीँ अब सकिन्न होला त्यो गर्न चाहँदै पनि कुनै कुराहरू हुँदैन होला पुग्दैन होला। त्यसको लागि पक्कै नै क्षमा माग्दछु। अब त्यही हो यात्रा बिस्तारै बढिरहेछ। यात्रा बिस्तारै नै बढाउँ। अब भनिहालेँ नि अब जडीबुटी आइपुग्न लाग्यो। चाहिँ बालकोट जाने बाटो। यो बालकोट जाने बाटो। यही हो बालकोट जाने बाटो। यसलाई बालकोट बालकोट बालकोटै हो। बालकोटै हो। बालकोटै हो होइन जाने ठाउँै बालकोट हो के मान्छे। के साह्रो कुदाएको बाइकमा भेट्दै नभेटेर हेट। केटाहरू बाइक कुदाउँछ कि साइकल कुदाउँछ यार। बाइक कुदाएको कि साइकल कुदाएको रन्काउँछ त भने के छ त अरू नि अहिले जाँदैछौँ त नि। ओ माई गॉड नकिन हजार मान्छेले सामान किनेपछि उसलाई नि बोनस त आयो। सर अनि को हो तिमी? कुन ठाउँबाट कहाँ हो घर? नगरकोट। यहाँ चाहिँ सिमनजी हुनुहुन्छ। चिन्छ नि
ल चलो हामी पनि निस्किनुपर्छ अब राइडिङ टु नगरकोट केटो पनि केही भन्नु छ अब यसमा टुलेट कहाँ छ टुलेट खोइ के भन्न चाहन्छ भने चाहिँ त्यहाँ आउँदा हुन्छ कन्ट्याक्ट गर्दा दर्शन गर्दैन केलाई दर्शन गर्नु पढ न दर्शन गर्नु सो हाम्रो राइड चाहिँ स्टार्ट भइसकेको छ र हामी चाहिँ अब उहाँसम्म जाने कुरो छ हामी जानु लाग्यो कहाँ नगरकोट होइन त नगरकोट होइन त ओके हामी चाहिँ जानु लागेको नगरकोट हो मेरो पछाडि चाहिँ सिमोन साथी हुनुहुन्छ सो हामी चाहिँ यो पेप्सी खोलाकै बाटो हुँदै फर्किँदैछौँ जाँदैछौँ बिस्तारै यात्रा अगाडि बढी नै रहेको छ के कस्तो लाग्छ सुझाव प्रतिक्रिया पक्कै पनि कमेन्ट बक्समा राख्नुहुनेछ भन्ने मलाई आशा छ हाम्रो यात्रा बिस्तारै हुँदै नै छ यात्रामा के हो यस्तो यो ठुलै ट्रक ल्याएर बस ल्याएर तेर्सेको छ हे 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 सोल्टी सोल्टीले अलिक बाटो नदिला जस्तो लाग्यो मलाई सो वी आर गेटिङ लेट अब फरेला जिस्काउने मेरो काम हो हेलो बोस के गरिरहेको मोबाइल चलाइरहेको छ त होइन होइन मोबाइल चलाइरहेको छ त ड्राइभिङ गर्दा मोबाइल चलाउनु हुँदैन हो ड्राइभिङ गरिरहेछ मोबाइल चलाइरहेछ यो भएन कानुन लाग्छ तिमीलाई चिट काट्नुपर्छ हजुर सो हामी चाहिँ बिस्तारै अगाडि बढी नै रहेछौँ पेम्बा अगाडि नै भाग्यो त यार साथी अगाडि नै भयो त पेम्बा गइसक्यो सो हामी चाहिँ यता सल्लाहघारी हुँदै नगएर सल्लाहघारीभन्दा वरबार भक्तपुर जाने बाटो नुवाकोट पनि नछिरिकन हामी चाहिँ अगाडि बढ्यौँ बिस्तारै बढ्दैछौँ हेरौँ जाँदै गरौँ हेरौँ कहाँसम्म पुगिन्छ कहाँसम्म पुग्ने सोच छ हाम्रो जहाँसम्म लाग्छ केटोलाई अल्छी लागे जस्तो छ के भयो तेल सक्यो
के भने केटोले के भनेको राइडर साथी हुनुहुन्छ उहाँ बाइक अलिक बेसरी उडाउने हुनुहुन्छ कामै ल यताबाट हामी यताबाट पनि भक्तपुरको जान सक्छौँ भक्तपुर दरबार स्क्वायर है त्यही हो सो हामी चाहिँ नगरकोट जाने बाटो तलतिर रहेछ हामी मासतिरबाट मलाई थाहा थियो तर साथीहरू चाहिँ कतातिर गएको छ भन्ने कुरो मलाई थाहा थिएन कन्फर्मेसन पाएर हामी निस्क्यौँ अब यहाँबाट कन्फर्मेसन चाहिँ कसरी पायो भन्दा साथीले फोनै उठाएन सो गेसिङको भरमा चल्दिए आए हम लोग त्यो भुराभुरलाई सोध्नुपर्छ कि यस्तै खालको बाइक गएको छ भनेर त्यही भुराभुरलाई सोध्नुपर्छ कि यस्तै खालको बाइक गएको छ बाबु अगाडि भनेर खुब मजा लाग्छ है अरू बाइकलाई होइन नहेरेर पनि यस्तो बाइकलाई खुब हेर्छ क्या सबैले त्यही हो ओ यहाँ बरु केटी लेडिजहरू हुनुहुँदो रहेछ उहाँ लेडिजहरू हुनुहुँदो रहेछ अब जानु पर्ला जस्तो घुम्न खै केटाहरूले बाइक यहाँ माथि राख्यो हो र होइन नि होइन BMW गाडी आयो है BMW गाडी बरु पेम्बाको त यहीँ रमाइलो हुने रहेछ हौ यहाँ रहेछ दोहोरो रमाइलो लोसार मलाई के सोचेको होला भने जस्तो हुने भयो हेलो रमाइलो छ खोइ तर केटाहरूले फोन पनि गरेन यिनीहरू कहाँ पुग्यो होला त यार खोइ यिनीहरूले मलाई लोकेसन पनि भनेको छ नगरकोट त नगरकोटै जाने भनेको हाइट भने हो हाइट पनि होइन भन्छ तलै हो भन्छ हामी हाइट पुग्ने बेला के भने खोइ मलाई त त्यस्तै लागिरहेछ देख्दिनँ मैले खासमा माथि एक ठाउँ त्यो ऊ देखेको छु के पृथ्वीनारायण शाहको शालिग देखेको छु अब त्यही पृथ्वीनारायण शाहको शालिग भाटा गएर एकचोटि एक दुई फोटो खिच्ने हो नि हिँड्ने हो भने अब बोलायो
ल है किन होला कम्फर्टेबल हो कम्फर्टेबल यसमा अलिक कम्फर्टेबल होइन त मलाई नि त्यस्तै लाग्यो तर मलाई 220 भने एनएसै ठिक लाग्यो यार न्युटनमा हिँड्नु त जाडा आवाजै छैन क्या यसको तर यो बाइक अलिकति जाडो छ ल सो अल अफ यु गाइज आर होप फाइन है तर धेरै समय भयो अब हामी अब निस्किनु लाग्यो धेरै नै लामो यात्रा गरियो अबको यात्रा भनेको अब घरतिर छ र जति पनि युट्युब फ्यामिलीमा जोडिनु भएको छ सबैलाई मेरो धेरै धेरै धन्यवाद छ र यसरी नै माया सपोर्ट साथ दिइराख्नु होला।